कति लाग्यो आमामा भयो त नि कति लाग्यो राख 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 अब के गर्ने अम्मै कपाल गर्ने अनि के लगायो तेल लगायो त कपालमा क्रिम क्रिम त केटी मान्छेले पो लाउँछ नि त कहाँ छ खैलु खोज क्रिम त नि बच्चाहरूले कि त केटी मान्छेले लाउँछन् क्या हेरौँ त्यति मात्रै लाउने भयो 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 थोरै लाएन कति लगाएको लगन लगा उता हेरेर लाउने यता छोरो पनि क्रिम लाउने भइसक्यो अर्को सुतिरहेछ एउटा चाहिँ नुहाइ धुवाइ गरेर क्रिम लाउने भइसक्यो प्रिन्स तिमी कतिमा पढ्छौ उहाँ पनि उठ्नु भएछ अम्मै नि त सुत्दा न त सुत्दा मामै छु त ले सुता सुता दादा बाँदर जस्तो देखिरहेको होला भाइले उहाँ नहेरेको दादालाई चिने कि चिनेन हौ आज कालुले दादाको अनुहार घाँटीतिर पनि लाउने हाततिर पनि लगाउ न अनि मै त्यसरी के गुड गजब गजब नि छोरो निन्द्रा पुगो गमौर आयो नि पुन्टुरुलाई तिमीलाई त खालि त्यही मात्रै जाने हो नि गुन्डु मुन्डु यता हेर न हौ पुगु अम्मै तारा गरिदेऊ त तारा गरिदेऊ कालु तारा गरिदेऊ दादाले हेरेर हाँस्दैछ ओइ दादाको नक्कल फेरि सानो छैन दादाको कपाल लाउन लागेछ नि त त्यही भएर हाँसेर भाइ मेरो कपाल लाउनु न हाँसे दुख्छ है बिस्तारी बिस्तारी दादा पनि चिटीको भयो नि त ओइ त्यस्तो रहेन क्या दुख्छ तेल लगाइदिएको थियो भाइर तेल लगाइरहेको छ कति कोरेको हो कपाल पनि दिनमा कतिचोटि कोर्छौ प्रिन्स 10 चोटि कपाल अनि अर्को तारा गरिदियो कालु तारा तारा राम्रो देख्यो कालु ए तारा तारा प्रयास राम्रो देखियो ठुलो भएर तिम्रो पनि कपाल काट्नुहुन्छ आशिष मामाले के हो के केही पनि हेर्नु त सुत्दाखेरि यहाँ छाप सुन्ने सिन ए भाइलाई त्यसरी त सेन्ट सुँगाउनु हुँदैन किन किन असर गर्छ ठुलो भएर मात्रै सुन्छ त्यसरी गर्नु पनि हुँदैन लाउने नै होइन यो चमाले दिएको होला स्वस्ति चमाले हैन कसले हो त ए होला होला मामा हैन मामुलाई मनै पर्दैन सेन्ट हैन आम बुवा आमाले बुवामाले अनि आमा लाउनु जस्तो सेन आमाको त सानो हुन्छ सानो इत्तर के इत्तर भनेको अर्कै हो क्या के दुमा अर्कै हो बोल्दैनस् लु अब एकचोटि नाच त छोरो कसरी जुन गीतमा पनि नाच छोरो भाइले ताली बजाउँदैछ तारा 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 अलि धार नाच न यहाँ देखिन्छ हत्तेरीका शैली रिमै हत्तेरीका शैली रिमै म त साइलोले पल्ला रे साइलोले हत्तेरीका शैली रिमै हत्तेरीका शैली रिमै
म त ढले 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 म त ढले 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 ल अर्को गीत के छ हँ गोर्खे खुकुरी ल गोर्खे खुकुरी मान्छे त्यो मायाले पहिलो नम्बरमा त भाइलाई पनि ताली बजाउनु लाउ न ताली गर कालु तारा गर मायाले पहिलो नम्बरमा मै गोर्खे खुकुरी कम्मरमा भयो सक्यो लु भाइ त उठो त अनि यता आउँदैछ त अनि अब के त्यो भाइसँग बस नि के त्यसरी गर्नुहुँदैन के गर्ने हजुर भन न बुटको गुनिया के भनेको त गीत के हो बुटको गुनिया मैले गीतै बुझिनँ त बुटको गुनिया गीत हो भूतको गुनिया हैन बोट हैन यस्तो टोकरी खोइ बुझ्दिनँ म त छुकी छायाले यस्तो भन्नु न तपाईँ बुटको गुनिया नै हो बुटको गुनिया छि नानु हुँदैन बुटको गुनिया बुटको गुनिया छायाले बरको छायाले बुटको गुनिया नानी के गरे मैले गीतै बुझिनँ त अनि के गर्नु हौ